सम्पूर्णमा हार्दिक नमस्कार। गत 2081 साल 12 महिना 16 गतेबाट हामीले पिपल डाँडामा श्रम र सहयोगबाट बनाउने अभ्यास गरिरहेका छौँ, प्रयास गरिरहेका छौँ र सबैजनाको साथ सहयोगले हामीले पिपल डाँडामा अहिले जे जति बनाएको छ यतिसम्म बनाउन सकेका छौँ र धेरै भनौँ लामो समय पछाडि पिपल डाँडामा नयाँ चिज ल्याएका छौँ। त्यो चिज राख्नका लागि साथीभाइ धेरैजना हामी जम्मा पनि भएका छौँ हैन, र हामीले लगभग राखिसकेका छौँ। त्यो चिज के हो भन्दाखेरि देखाउँ, त्यो चिज के हो भने हामीले यसरी पिपल डाँडामा फोटो खिच्नका लागि यस्तो चिज राखेका छौँ जहाँ लेखिएको छ पिपल डाँडा श्रम र सहयोगबाट निर्मित महालक्ष्मी नपा छ पिपल डाँडा, नेपालको नक्सा त्यस्तै नेपालको झन्डासँग यस्तो बनाएका छौँ। र यसमा कति खर्च लागेको र अहिलेसम्म के कति खर्च लागेको छ र कतिजनाबाट सहयोग उठेको छ त्यसका लागि सिद्धुवामा हामीले होर्डिङ बोर्ड पनि बनिँदैछ अहिले, र केही दिन पश्चात त्यो होर्डिङ बोर्ड पनि हामी यतै कता हुन्छ हामी राख्नेछौँ। र यसको खर्च के कति भएको छ टोटल त्यही होर्डिङ बोर्डमा आउनेछ। र यो भिडियो मार्फत चाहिँ यसमा के कति खर्च भयो भन्ने कुरा हामीले अब भन्नुभन्दा पनि त्यो राख्दा बेस्ट हुन्छ। आज भएको अलिकति खर्च भनेको चाहिँ चिया खाँदा जम्मै गरी जम्मा 310 रुपियाँ खर्च भएको छ, त्यहाँभन्दा बढी खर्च भएको छैन। यति भन्दै अहिले हामी पिपल डाँडाबाट छुट्टिनु होस्। धन्यवाद, नमस्कार। अभियानबाट सङ्कलित रकमबाट हामीले यसरी झन्डा ल्याएका थियौँ। ल्याएको लगभग 1 हप्ता पछाडि हामीले हिजो मेटल प्राइमर लगाएर राखेका थियौँ र सुकिसके पछाडि हामी कलर पनि गरिरहेका छौँ। हाम्रो कलर गर्ने भाइ छन् सुरज मगराती। अब अझै काम त कति छ बाँकी है।